आज चाहिँ बहिनी र भाइको सजेसनको कारणले गर्दाखेरि हामी जाँदैछौँ पानीपुरी बनाउन। यो चाहिँ आलु अलरेडी बोइल भइसकेको छ। यो चाहिँ पानीपुरी, यो चाहिँ फुलाउनु बाँकी छ। यो चाहिँ नुन, यो चाहिँ धुलो खोर्सानी घरमा बनाएको, यो चाहिँ मसला, अनि यो कागती, अनि यो पुदिना झोलमा हाल्नेछौँ। अनि यो चाहिँ हाम्रो पवित्र मसला, यो चाहिँ चौचौ मसला, यो चाहिँ फुल भइसकेको छ। यो धेरै हाल्नेछौँ आलुमा प्लस झोलमा। यो चाहिँ हाम्रो प्याज रहेको छ। म लागि अब प्याज काट्नतिर। यो चाहिँ प्याज रहेको छ, आउनुहोस् हामी यसलाई चाहिँ चिन्नेछौँ। यो चाहिँ हाम्रो आफ्नै बारीको खोर्सानी, अघि मैले देखाउनु बिर्सेछ। हामीलाई नै काट्नेछौँ। आउनुहोस् हामी अब चाहिँ यो समय आलु केलाउनेछौँ। आलु केलाएर चाहिँ हामी पानीपुरीको लागि मसला रेडी गर्नेछौँ। अब चाहिँ हामी पानीपुरी मसला बनाउनेछौँ। मैले चाहिँ चटपटी मसला हालिसक्यो। यो चाहिँ पवित्र मसला, स्वादअनुसारको नुन, यो चाहिँ अर्को मसला पानीपुरी मसला। हामी खोर्सानी चाहिँ स्वादअनुसार हाल्नेछौँ। पिरै मनपर्छ त्यही भएर यति हाल्नेछौँ, किनभने झोलमा नि हाल्नुपर्छ। हाम्रो पानीपुरी फुलिसकेको छ। अब हामी बनाउँदैछौँ झोल। हामी झोलको लागि पुदिना हाल्छौँ। अब चाहिँ हामी पानीपुरी रेडी गर्नेछौँ। फाइनली हाम्रो पानीपुरी चाहिँ रेडी भइसकेको छ। यो चाहिँ सुप, हामी ट्राई गर्नेछौँ कस्तो भएको छ।